ठीक है सर धेरै रुँदैन 1.5 घण्टा 1.5-2 घण्टा वेलकम ब्याक टु माई च्यानल र धेरै कति महिना पछाडि आज म भ्लग बनाउँदैछु त्यो पनि एकदमै मिठो मुस्कान दिएर अनुहारमा किन भन्दाखेरि लगभग 10 वर्षपछि चाहिँ मेरो दाइ भाउजू नेपाल आउनु हुँदैछ जुन चाहिँ सरप्राइज छ सबैको लागि न मामलामा थाहा छ न घरमा थाहा छ कसैलाई पनि थाहा छैन मलाईदेखि बाहेक त्यही भएर भाइ र म चाहिँ यहाँ टक्कै सरर जाँदैछौँ विराटनगर एयरपोर्ट लिनको लागि र अब हेरौँ 10 वर्षपछि मम्मी र आमा छोराको होइन आमा छोराको भेट चाहिँ 10 वर्षपछि हुन आँटेको होइन किनकि मम्मी एकचोटि अस्ट्रेलिया गइसक्नु भएको छ सो लगभग 4-5 वर्षपछि फेरि फ्यामिलीको भेट हुँदैछ भने मेरो मामाला घरमा चाहिँ 10 वर्षपछि दाइ भाउजूसँग भेट हुनेवाला छ सो वेट मेरो फोन आयो सो हामी जाँदैछौँ मैले विराटनगर र अब फेरि अहिले इटलीको बाटो जाऊँ भनेदेखि एकदमै बिग्रेको छ बाटो त्यही भएर हामी चाहिँ यता रङ्गेलीबाट ओर्लाबारीबाट भित्र छिरेर रङ्गेलीको बाटो जाँदैछौँ अब यहाँदेखि चाहिँ हामी रङ्गेली पुगिसके पछाडि त्यहाँनिर एउटा शनिको मन्दिर छ त्यो मन्दिरको लागि म भरेरै हामी चाहिँ बिहानदेखि नै केही पनि खाएको छैन त्यही भएर हामी त्यो मन्दिरमा जान्छौँ त्यहाँ दर्शन गर्छौँ त्यस पछाडि हामी खाजा खान बस्छौँ खाजा खान्छौँ र त्यही हो गाइज अब यस्तै हो त्यस पछाडि के हुन्छ एयरपोर्ट पुगिन्छ के हुन्छ भरे भइहाल्छ है त गाइज एउटा अहिले भर्खर एउटा दुःखद खबर के आयो भन्दाखेरि प्लेन 2 घन्टा लेट भएछ अब 2 घन्टा लेट भइसकेपछि त गाह्रो हुने भयो अब सुती जाँदा नि हुन्छ सुक्दिउँ भन्छ न त्यस्तो नि हुन्छ होइन गाडी कुदाउँदा अब हामी के गर्छौँ भाइ 2 घन्टा 2 घन्टा अब चिलमा जाने हो दाइ होइन 1 घन्टाको बाटोलाई 1.5 घन्टा लाउने हो आधी घन्टा कहीँ बस्ने हो गएर मड्का चिया खाँदै बस्नुपर्छ तिमी खाना साझ नदेऊ त्यहाँनिर त्यो यो रङ्गेलीदेखि अलि माथि यस्तो दामी बिरयानी बनाउँछ तपाईँलाई पैसा खर्च गर्नै मन छ भने म रङ्गेलीमा गराइहाल्छु नि के पाउँछ त्यहाँनिर त के अरे उताको त्यो लोकल मान्छेहरूले बनाएको जेरीहरू कस्तो बल हुन्छ यो भाइ चाहिँ म गुलियो खाँदिनँ नि त म जे खान्छु त्यही मात्रै खुवाउने हो मैले त अरू त केही खुवाउँदिनँ म यो भाइ गुलियो बेसी खान्छ आफू गुलियो खाइँदैन नि त हामी चाहिँ रङ्गेलीको बाटो जाँदैछौँ जस रमाइलो भइरहेको छ 2 घन्टा लेट भए पनि गफसफ गर्दै जाँदै गर्दाखेरि चाहिँ मजा आइरहेछ मलाई चाहिँ यहाँको शनि मन्दिरको दर्शन गर्न एकदमै धेरै मन लागिरहेको थियो धेरै सुनि पनि रहेको थिएँ नि त मन्दिरको बारेमा सो अब आज बार नपरे पनि अब विराटनगरको समय मिलाएर चाहिँ एकचोटि शनि मन्दिरको दर्शन गरिदिने भन्ने चाहिँ यो मान्छेहरू पर्छ है बाटो बाटो पर्छ रोकिँदैन यस्ता मुलाहरू रोकिँदैनन् क्या नासालाहरू यिनीहरूको फेरि बुद्धि हुँदैन नि त यो बुढापाकाहरूको त्यही त भन्नु होला नि अब होइन मान्छेहरू कति बाटो काटिदिन्छ 30 किलोमिटर विराटनगर यहाँबाट भनेपछि त्यही हो गाइज अनि अब शनि मन्दिरको दर्शन गरिन्छ एकचोटि त्यहाँ एकछिन बसिन्छ सो गाइज हामी चाहिँ शनि मन्दिर आइपुग्यौँ होइन तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ आज बन्द छ जस्तो छ मन्दिर त अब शनि मन्दिरको दर्शन गर्ने हो भाइले यहाँ मुख धुने हात खुट्टा धुने काम गर्दैछ शनि मन्दिर चाहिँ है गाइजहरूलाई भिजिट गरिसक्यो भन्दा नि भयो हामीले मन्दिरभित्र चाहिँ यस्तो छ भित्र अलाउड छैन क्यामेरा त्यही भएर बाहिर मात्रै देखाउँदैछु तपाईँहरूलाई म कस्तो छ भाइ यो दामी चाउमिन पनि दामी छ पातिराको यहाँको चाउमिनले मात्रै पेट अगाएन क्या त्यही भएर समोसा हान्दैछु म समोसा चाटले गर्दा ठाउँ रुगा लाग्यो हामीले चाहिँ अब यहाँ मन्दिरको पनि दर्शन गऱ्यौँ र पेट पूजा पनि गऱ्यौँ अब पेट पूजा पछाडि हामी घर पूजा गऱ्यौँ के अरे कहाँ पर्छ विराटनगर पूजा गर्न आँटेको भाइ खोला त भिडियो बनाउनु अब विराटनगर पुगेपछि थाहा हुन्छ के बोला कस्तो आपा तातो बास आएको आमा त्यही भएर त भिडियो बनाउनु भनेको त हामी त काट्छु कत्रो लामो सरी कत्रो
कत्रो लामो अरे कहिलेको के एक्सपिरियन्स हो यो चाहिँ हेरे कत्रो लामो कस्तो स्वादले भन्नुभयो त नि कस्तो तातो बाफ आएको भन्नु खोजेँ क्या हेर्न त केटालाई यो फेरि रङ्गेलीमा चिया पाउँदैन रहेछ गाइज हामीलाई चिया खोज्नलाई अब कहाँ पुग्नु पर्ने थाहा छैन चिया पाउँदैन रहेछ प्लेन 5 बजेको भएछ भर्खर बजेछ 4 अब 1 घन्टा छ धोक्दा तेलले लगाउने अगाडि सोध्दै जानुपर्छ चिया पाउँछ भन्दै सोध्नु पर्दैन होला यस्तो सेन्टिमेन्टल गीत सुनिरहेको छौँ हामी यहाँ भुइँसम्म टेकेँ मैले तिमी टेक्नु धुरी अखुरीमा तागत रहेसम्म बोकी हिँड्छु हालेर काँधे कुरी हालेर काँधे कुरी मन करे सो प्राण दे जो मन करे सो प्राण ले वही तो एक सर्वशक्तिमान है मन करे सो प्राण ले जो मन करे सो प्राण ले वही तो एक सर्वशक्तिमान है योर सिग्नेचर चेंजेस इनटू योर ऑटोग्राफ है ना किस्मत जब चलती है तो दुनिया जलती है भाई साहब यो चाहिँ भाइले यहाँबाट पढेको फेरि अर्को बन जा यस वो दिन क्या खूब होगा जो महसर में बाया होगा वकालत पर नबी होगे अदालत पर खुदा होगा दामी लास्टको लड़की शकल से नहीं औकात से प्यार करती है वाह भाई साहब वाह यहाँ लेखेको एक्साइटमेन्ट जति सबै हराउँदै जाँदैछ एक्साइटमेन्ट जति सबै हराउँदै जाँदैछ किनभने 5 बजेको फ्लाइट 2:45 को 5 बजे पुऱ्याएको थियो 5 बजेको फेरि 6 बजेको फ्लाइट थियो अरे अब 6 बजे भनेपछि 6:45 सम्म त्यहाँ आइपुग्नुहुन्छ अब हामी 1-1.5 घन्टा यत्तिकै बस्नुपर्ने हुन्छ भारुडेनीको हालत चाहिँ यस्तो रहेछ गाइज हेर्नुहोस् छैन त कालै छ भारुडे हेर्नु त भारुडेनी गाइज र हामी चाहिँ विराटनगर आइपुग्यौँ डक्टरको फोन आयो विराटनगर बिमार भाइ त्यो भाइको माखालाई कति फोन आउँछ अनलाइनै छु म छान्नु फोन आउँदैन सो हामी चाहिँ आइपुग्यौँ विराटनगर विमानस्थल आइपुग्यौँ अब उनीहरूको आउनुलाई टाइम अझै टन्नै छ किनकि टाइम भर्खर कति हुँदैछ भर्खर 4:50 जाँदैछ 6 बजेको फ्लाइट छ सो हामी चाहिँ आइपुग्यौँ गेटभित्र इन्टर गरिसक्यौँ अगाडिपट्टि घाम आयो म यसरी छेक्छु कति इजी छ सो यसरी टक्क चिलमा बस्दा मजा आउँदो रहेछ गाइज हामी त यहाँ त आइपुग्यौँ कि तर मैले अब मम्मीलाई फोन गरेर ढाँट्नुपर्ने हुन्छ मम्मीलाई फोन गरेर ढाँट्नुपर्ने हुन्छ नि त मैले म मम्मीलाई फोन गर्छु ल म चिया अर्डर गर्छु ल नर्मली पर्वको उमङ्ग मनाउनुहोस् एयरसेलसँग यो चाडपर्वको लागि आकर्षक प्याक हेलो के गर्नुहुन्छ के गर्ने भर्खर कस्तो बोलेको ए मलाई आउन टाइम लाग्ने रहेछ आज ल कति झन् आजै चाहिँ अन्त त्यतिखेर 7-8 7-7:30 हुन्छ जस्तो छ गरिहालेछु यहाँ आजै चाहिँ झन् केक पकाएर खुवाउला कि भन्नु यसो केही खाँदै गर्नु न म बरु केही लिएर आउँला रोटी केही लिएर आउँला ल गाइज प्लान सक्सेस भयो मम्मीलाई पनि ढाँटिहाल्यो अब पर्खिने हो भर्खर त 5 बजे अब 1 घन्टा पछाडि उठ्छ 2 घन्टा पर्खिनु पर्ने हो पर्खिँदा गलिसक्यो गाइज पुरै ए तपाईँहरू बस चढ्नु हो ल ए ल अब चाहिँ ढुक्क भयो फेरि सर्छ कि भनेर टेन्सन भइरहेको छ त्यही भएर ल हुन्छ फाइनली बस चढ्नु भएछ अब प्लेन चढेर आउनुहुन्छ कत्रो टाइम छ के भन्ने यार फाइनली भाइ फाइनली नै चढो प्लेनमा उड्दैछ अरे घुम्दैछ अरे प्लेन ढाँट्नु पऱ्यो हल्का ढाँट्नु त पऱ्यो नि त होइन समयको वेटिङ पछाडि यहाँसम्म आइपुग्यो अब चढिसक्यो भनेका छन् आउँदै होला सायद ल्यान्ड हुने टाइम भयो भन्दै थिएँ यहाँ भाइ पानी खाँदैछ हतार भएर भाइलाई पनि तनाव भयो लेट भयो नि त त्यही भएर डेढी अल्छी लाग्यो वेट गरेर म निदाउन आँटेको
यहीँनेरि मनिरहेको मलाई बोकेर लानु एक्साइटमेन्ट सँगसँगै अल्छी दुईटै कुराले मलाई थिचिसकेको छ। न्युट्रल स्टेटमा आइसक्न आँट्यो त्यो एक्साइटमेन्टमा अल्छी मिसिएर नि न्युट्रल हुन आँट्यो क्या। फाइनली प्लेन ल्यान्ड भइसकेको छ। मान्छे यहीँबाट आउनुहुन्छ। म प्रतीक्षा गरिरहेको छु, यहाँ भाइ प्रतीक्षा गरिरहेको छ। ए होइन यो पनि सो मान्छेहरू आउनु थालिसक्नु भएको छ। मेरो मुटु ढुकढुक गर्न थालेको छ। आइपुगेको छ। हेलो हेलो नमस्ते नमस्ते हेलो के चाहिँ कान्छ यो त हात मिलाउँछ त बा के नमस्ते गर्छस् न ठिकै छ धेरै रुङ्गेन 1.5 घन्टा 1.5-2 घन्टा हामी अनि कहाँ हजुरहरूले फोन गर्नुभएपछि चिलमा बिस्तारै आएको नि त लास्टै यहाँ सामान्य फर्किरहेको के हो लगाइदिउँ उयो होइन कुन त्यो भनेको यो बिचको के यो बिचको तल ढोका खोल्दैन खोल्दैन त्यति खोल्न सक्नुहुन्न आज खोल्दिनँ भोलि नखोल्नु पऱ्यो हौ त्यही भएर अनि खोल्दिनँ भिडियो ओर्लिनु खोइ ढोका खोल्नु त ढोका खोल्नु न भनेको ढोका खोला गाडीभित्र झ्याल खुल्ला राखेर भाउजूलाई वरिपरिका मेरो कान दुख्यो मलाई देखेको कस्तो लाग्यो यिनीहरूले मलाई सबलाई ठग्दाको यहाँको म त भाउजूलाई देख्नुभयो सक्यो सबलाई कस्तो लाग्यो त गाडी पता त लगायो नि त मैले झन्डै झन्डै लाग्यो घर भन्दै थिएँ मैले आएर बस्ने बित्तिकै मलाई शङ्का लागेको थियो त्यहाँ त्यसले ढोका खोल भन्नु कि